कसरी गरेर सुहाउँछ बिहे गरिसकेपछि कसैलाई धोका दिन मिल्छ ल ल सरी भन्दिनँ म सरी के ल भयो त आफै कुरा गर आमा तपाईँ कान्ति सिरियल हेर्नुहुन्छ होइन ल आमा पनि कान्ति सिरियलको बिग फ्यान हुनुहुँदो रहेछ आमामा म पनि आमासँग कुराकानी गर्दाखेरि चाहिँ आमाले एकदमै यी नजिकै हो नि भाइ भन्नुभयो अनि म पनि रोसेर तपाईँहरूलाई देखाउन गइरहेको छु यी नजिक हो यी नजिक जाउँ न जाउँ म त जहिले दिनकै जान्छु यहाँ घाँस दाउरा गरेर भन्नुहुन्छ क्या आमा पनि अनि आमा धेरै हाँस्दै हाँस्दै अब म पनि लागेँ हेर्नुहोस् लेट्स गो ल हेरौँ है त ल अब सागरको घर सागर र कान्छीको घर तपाईँहरूले धेरैजना साथीहरूले जिज्ञासा सोधिरहनु भएको थियो यति राम्रो सुन्दर ठाउँ कहाँ छ के साँच्चै उनीहरू अब हुन्छ नि मतलब धेरै भित्र हो त त्यस्तो चाहिँ होइन नजिकै छ तपाईँहरूको सुन्दर फराकिलो ठाउँमा एकदम सुन्दर ठाउँमा उनीहरूले अभिनय गर्छन् राम्रो हो त्यो कुरा एकदम राम्रो हो होइन कान्छी सिरियल हेर्ने त धेरैजना हुनुहुन्छ लगभग 2 मिलियन 3 मिलियन हुन्छ तपाईँहरूले हामीसँग जोडिनको लागि युट्युब च्यानल सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरेर हामीसँग जोडिनु होला र यति राम्रो सुन्दर ठाउँ कुन ठाउँ हो भनेर हेरिरहनु भएको छ भने लास्टमा भन्ने छु है त ल सबैजनाले सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला यस्तो राम्रो ठाउँ हावा पानी स्वच्छ एकदमै राम्रो भएको ठाउँ म चाहिँ आज बाइकमा आएको छु है त बाइकमा आएको छु अवलोकन गर्न है त यहाँ है म सुई 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 गएर ढन्डङ 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 हेर्नु होला आमा नमस्ते के छ आमा ल आमाले त के भन्नुभएको छ आमामा बाबु तिमी पनि कान्छी सिरियलको सुटिङ हेर्न आउनु भएको अरे ला म त छक्क भइदियो क्या आमा तपाईँलाई कसरी थाहा भयो म त मुखैबाट थाहा हुन्छ नि बाबु भन्नुभयो अनि त्यसपछि मैले पनि भने आमा हो म हेर्न आएको यसो अवलोकन गरौँ भनेर भनेको आमाले त सिधै कान्छा अवलोकन गर्नुपर्छ नि तिमीहरू त जेनजी हो अरे होइन हामी त जेनजीले अवलोकन नगरे कसले गर्छ त्यहाँ भनेको यस्तो राम्रो सुटिङ हुन्छ तपाईँको यो हुन्छ नि यति धेरै राम्रो लगानी पनि राम्रो लागेको छ कान्छा त्यो घरमा दिनै पछि लिप्छन् यता उति भन्नुभयो क्या म त सक भइदियो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला